अप्ठ्यारो ठाउँमा बसेको हुँदो रहेछ। अनि यता अब यहाँ कुलदेवी विन्ध्यवासिनी माताको पनि यहाँ रहेछ, यहाँ अहिले कुल पूजा हुँदैछ। तर यहाँको सत्यता अलिक अनौठो खालको सुन्यो कि एकपल्ट भनिदिनु न के रहेछ कुरो। सत्यता चाहिँ के भने हजुरको यहाँ चाहिँ जस्तै हामीले अब कोही पनि आफन्तहरू कोही काहीँको मान्छे पनि आएर दही दुध चढाइन्छ। चढाउँदाखेरि यदि त्यसलाई चढाउन बिग्रियो केही जानेन अनजान गरी चढायो भने हाम्रो यहाँ चाहिँ रातभरि आएर बाघ कराउने ऊ गर्ने त्यो नसकुन्जेल उसले फेरि भोलिपल्ट आएर अर्को जान्नेले आएर नचढाउन्जेल उहाँ चाहिँ यहाँ आएर कराई गर्नुहुन्छ। चढाइसकेपछि फेरि जहाँबाट आएको त्यतै जानुहुन्छ। त्यति पञ्चकन्या देवीको मुनि चाहिँ त्यो मिस्टेक गर्नु भएन। मिस्टेक यहाँ आएर चढाएर मिस्टेक गर्नु भएन। पहिला हाम्रो पिता पुर्खाले भन्दा चाहिँ रातभरि दिनभरि यहाँ एउटा गुफा छ। त्यो गुफा चाहिँ त्यहीँ सुतेर बस्ने तर केही बिगार नगर्ने अनि आएर दही दुध चढाउने बाघ यहाँ गुफा छ। त्यो गुफामा बस्ने अनि आएर दही दुध चढाउने। चढाइसकेपछि अनि फेरि उहाँ आफ्नै ठाउँमा जाने। अब यो मासतिर चाहिँ जङ्गल छ, त्यो जङ्गलमा गएर चाहिँ यही जङ्गलमा बस्ने। मिस्टेक हुने बित्तिकै यहाँ आएर चाहिँ फेरि रातभरि कराउने। तर त्यही परतिर बाख्रा अब भैँसी त्यस्तै गोरु पालेको त्यो व्यक्तिको घरमा क्षति नगर्ने तर आएर रातभरि यहाँ कराउने अनि भोलिपल्ट आएर चढाउने आफ्नै ठाउँमा। ल राम्रो जानकारी दिनुभयो सर। तपाईँको नाम भन्नु न। मेरो चाहिँ टङ्क पोखरेल हो। टङ्क पोखरेल मोलुङ 5 घर चाहिँ हाम्रो अहिले बसोबासो चाहिँ। हस् त धन्यवाद।